साँचो माया गर्नेले माया छुट्टिन्छ कि सम्बन्ध टुट्टिन्छ कि भनेर रुन्छ, शङ्का गर्छ अनि दुःख सुखमा साथ दिन्छ। यो गर यो नगर भनेर खटन गर्न खोज्छ। झुटो माया गर्नेले, स्वार्थीले कुनै पनि कुरामा मतलब हुँदैन, कुनै पनि कुरामा चासो राख्दैन। मात्र उसलाई आफ्नो स्वार्थ र स्वार्थ पुराको लागि उसले चासो राख्छ। माया गर्दा मायाको सिकारी र मायाको भिखारी बेलैमा चिन्नुपर्छ, बेलैमा जान्नुपर्छ। अनि माया चाहिँ जो पाए त्यहीलाई गर्ने, माया दिने गर्नु हुँदैन। जो पाए त्यहीलाई माया दिने, साथ सहयोग दिने गऱ्यो भने तपाईँले दिएको मायाले, तपाईँले दिएको सहयोगले तपाईँ आफै रुनुपर्ने हुन्छ, तपाईँ आफै बढ्नुपर्ने हुन्छ। तपाईँ नै बेठिक देखाउँछ, तपाईँ नै बेठिक देखिन्छ। त्यसैले गर्दा माया गर्दाखेरि चाहिँ सीमित मात्रामा गर्ने गर्नुहोस्। आवश्यकता भएको मान्छेलाई मात्र माया दिने गर्नुहोस्, साथ सहयोग दिने गर्नुहोस्।